सन्तोष सेनको निर्देशनमा तयार भइरहेको नेपाली चलचित्र बलिदान अहिले सम्पादनको चरणमा छ। यस चलचित्रको रिलिज मिति 2082 सालको फुलपातीमा तय गरिएको छ, जसको औपचारिक घोषणा समीर भट्टको लोक्स पोस्टर सार्वजनिक गर्दै गरिएको थियो। बलिदान नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नायकीहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको छ। चलचित्रको कथावस्तु एक युग पुरुषको उदय र उनको सङ्घर्षलाई चित्रित गर्दछ, जसले समाजका विकृति र शोषणकारी पक्षहरूको विरुद्ध लड्न थाल्छ। यस चलचित्रमा चित्रित दृश्यहरूले देशको अस्मिता र स्वतन्त्रताको लागि गरिएको सङ्घर्षलाई प्रस्तुत गर्दछ। यस चलचित्रमा प्रमुख भूमिकामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मा जस्ता कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको एक्सन दृश्यहरूको निर्देशन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामले गरेका छन्, जसको नेतृत्वमा करिब 30 जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिएको छ। बलिदान नेपाली चलचित्र उद्योगको एक महत्त्वाकांक्षी परियोजना हो, जसले सामाजिक यथार्थ र सङ्घर्षको कथा प्रस्तुत गर्दै दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसको भव्यता, कथा र प्राविधिक पक्षहरूले यसलाई नेपाली चलचित्रको नयाँ मापदण्डमा राख्ने विश्वास गरिएको छ। बलिदान चलचित्रको टिमले वैशाख 17 गतेलाई एउटा विशेष दिन बनाउने तयारी गरिरहेको छ। यो विशेष दिनमा केही विशेष घोषणा, पोस्टर, गीत, ट्रेलर वा कार्यक्रम सार्वजनिक हुन सक्ने अनुमान गर्न सकिन्छ, जुन बलिदान चलचित्रसँग सम्बन्धित हुनेछ।